गर्न आएछ भनेर ती गोठालाले त्यसको टहरो लात्तर लडाइदिएछन्। त्यसले पकाएर खाने माटाका भाँडा दिएछन्। साह्रै ठुलो दुःख दिए। मेरा दुःखका कारण यिनी गोठाला हुन् भनेर पहिला गोठालालाई एकछिन सत्य सराप गरेछन्। फेरि एकैछिनमा सम्झेछन् यी गोठालाले के दुःख दिन्थे र गोठालाको कारण त यो टहरो पो रहेछ त, मेरो दुःखको कारण। यो टहरो मैले यहाँ बनाएको थिइनँ भने गोठालाले भत्काउँदैन थियो, त्यसले गर्दा यो टहराले चाहिँ दुःख दियो भनेर यो टहरो चाहिँ दुःखको कारण रहेछ भनेछन्। फेरि एकछिनमा सम्झेछन् यो टहरो पनि दुःखको कारण किन हुन्थ्यो र? दुःखको कारण त तिमीरा घरका छोराछोरी पो तिमीले घरबाट लखेटेका थिएनन् भने यो टहरो नै जन्मिँदैन थियो भनेर छोराछोरीलाई दुःख चाहिँ छोराछोरीले दिँदा रहेछन् भनेर छोराछोरीलाई एकछिन गाली गरी एकैछिनमा मन परिवर्तन भएछ। होइन, छोराछोरी दुःखका कारण होइन, दुःखको कारण त त्यो मैले बाकसमा लुकाएर राखेको सुनचारी पो पनि त्यागिदिए। उनीभन्दा अर्को सुखको कारण केही छैन भनेर तिनीका पछाडि लागे। त्यसले गर्दाखेरि हे राजन, यो शरीरलाई जहाँ लगेर जसरी तिमी स्थापित गर्छौ, जुन प्रकारले शरीरको व्यवहार गर्छौ, यो शरीरले त्यसैमा आनन्द लिन्छ। द्वे पदे बन्द मोक्षस्य न ममेति ममेति च भन्नुहुन्छ। जसले न मम भन्न सक्छ, म होइन, मेरो अस्तित्व यो संसारका कुनै वस्तुसँग जोडिएको छैन भनेर जसले चिन्ता गर्यो त्यो मोक्ष भइहाल्यो। अनि ममेति च भनेको जसले यो पनि मेरो त्यो पनि मेरो, यो मेरा निमित्तमा बनिएको वस्तु हो भनेर त्यो वस्तुलाई आत्मभावले भोग गर्न थाल्यो भने त्यसले कहिले मुक्ति पाउँदैन। जसरी पुरुरबाले सुरुमा आनन्द भएर मुक्त भएर हिँडिरहेका थिए, पछि पत्नीको सङ्गत गरेर बन्धनमा परे। त्यो पत्नीको सङ्ग छोड्दाखेरि पनि